हेलो गाइज, आज चाहिँ हामी फ्यामिली ट्रिपमा निक्लिएको छौँ। अहिले हामी बुढा नीलकण्ठ जाँदैछौँ। बुढा नीलकण्ठमा दर्शन गरेर त्यसपछि हामी आइस्कन टेम्पलतिर लाग्दैछौँ र यो आइस्कन टेम्पलमा घुमघाम गरेको केही झलकहरू छ र हामी यहाँ घुम्दै गर्ने क्रममा यहाँ प्रसाद पनि खाइयो। ठ्याक्कै समय भएर चाहिँ प्रसादको वृन्दावनको यो नजारा गाइजहरूलाई देखाउँदै अब हामी यहाँबाट स्वयम्भूतिर लाग्ने प्लान गर्दैछौँ। यो हो गोवर्धन पर्वत जान चाहिँ गाइज हामी चाहिँ स्वयम्भू घुम्न आएको सबैजना फ्यामिली भएर मम्मी ठुलो मम्मी अनि मेरो हब्बी मेरो छोरो ठुलो बनाउने यो हो गुइए अनि एउटा बन्दर जस्तो छ मेरो छोरो चाहिँ केही गर्नु नभए जति गाह्रो होइन। अब यहाँ घोडा पाउँदैन नभए त घोडा चढेर जानुहुन्थ्यो माथितिर। यहाँ पुगे यिनीहरू गाइजहरू सन्चै भिडियो बनाउँछु के गाइज म भिडियो रमाइलो गाइज रमाइलो मेरो फ्यामिलीहरू मेरो खुसीहरू। यहाँ चाहिँ एउटा बडे मानको बच्चे चकचके चन्डु हुर्किलो बाटो छ गाई छको त फोटो होइन जहिले फोटो खिच्या भन्छु म भिडियो बनाइदिन्छु क्या यहाँ खुद त मैले लिएर उता रुहा चढिदिएर गर्नु नि त्यसपछि त टेन्सन भएर ल्याउँछ नि यस्तो स्वयम्भूनाथ जय। अनि हाम्रा गाइजहरू चाहिँ यहाँ छन्। हाम्रा गाइजहरू चाहिँ सेनाहरू चाहिँ गाइजहरू कुदुवा वा कुदुवा फटा फटा मान्छे यहाँ भुङ्ग भएर च्याप अझ घन्टी बजाऊ धर राखेर गाइजहरू यहाँ बसिरहेका छन् कुर्सीमा पैर पढेर।